हेलो नमस्कार साथीहरू। नेपाली क्रिकेट टिम यति बेला बन्द प्रशिक्षणमा जुटिरहेको छ। महत्त्वपूर्ण सिरिज आउँदैछ अगाडि। नेपाल, स्कटल्यान्ड, नेदरल्यान्ड। नयाँ प्रशिक्षक स्टुअर्ट लको अन्डरमा नेपालले आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग 2 को लागि विशेष तयारी गरिरहेको छ। अनुभवी टोलीमा केही अनुभवी खेलाडीहरू तथा केही उत्साहजनक युवा खेलाडीहरूले टिममा नयाँ जोस तथा जाँगर ल्याउने अपेक्षा गरिएको छ। ब्याटिङमा रहेका छन् रोहित कुमार पौडेल, भीम सार्की, अनिल कुमार शाह, आसिफ शेख र आरिफ शेख। त्यसैगरी बोलिङमा नेपाली स्टार सन्दीप लामिछानेलाई साथ दिनेछन् ललित राजवंशी। फास्ट बलरमा रिजन ढकाल, नन्दन यादव र करण केसी। त्यसैगरी अलराउन्डरमा महत्त्वपूर्ण कुशल भुर्तेलले पनि स्पिन बोलिङमा सहयोग गर्न सक्छन् भने सोमपाल कामी, बासिर अहमद, गुलसन झा र दिपेन्द्र सिंह ऐरीले पनि अलराउन्डरको भूमिका खेल्न सक्छन्। बासिर अहमद पनि पछिल्लो समय बोलिङ राम्रै लयमा रहेको हुँदा उनलाई अलराउन्डरको रूपमा पनि राखिएको हुन सक्छ। सुरुमा आउनेछन् रोहित कुमार पौडेल। 64वटा इनिङमा 1753 रन र 29 मिनट 7 को ब्याटिङ एभरेजमा रन बनाउने गर्दछन्। 11वटा अर्धशतक र एउटा शतक पनि उनको नाममा रहेको छ। त्यसैगरी हाइएस्ट स्कोर उनको रहेको छ 126 रन। अर्का खेलाडी रहेका छन् आसिफ शेख। 56 रनमा 1522 रन बनाएका आसिफ शेखले 29.84 को ब्याटिङ एभरेजमा 13वटा अर्धशतक र एउटा शतक बनाएका छन्। त्यसैगरी उनको हाइएस्ट स्कोर रहेको छ 110। अर्का खेलाडी रहेका छन् कुशल भुर्तेल। 56 इनिङमा 1285 रन। ब्याटिङ एभरेज केही कमको रहे पनि उनले राम्रो इम्प्याक्ट टिममा पार्न सक्छन्। 8वटा अर्धशतक तथा एउटा शतक बनाएका उनको हाइएस्ट स्कोर भने 1115 रन रहेको छ। अर्का खेलाडी रहेका छन् आरिफ शेख। मिडल अर्डरमा राम्रो ब्याटिङ गर्ने उनी 48वटा इनिङमा 1118 रन उनले बनाएका छन् भने 26.61 को ब्याटिङ एभरेजमा 7वटा अर्धशतक पनि उनले बनाइसकेका छन्। त्यसैगरी अर्का खेलाडी रहेका छन् अनिल कुमार शाह। जम्मा 16 इनिङमा उनले 401 रन बनाइसकेका छन् भने उनको ब्याटिङ एभरेज 28.64 को रहेको छ। 4वटा अर्धशतक तथा एउटा शतक बनाइसकेका उनको हाइएस्ट स्कोर भने 112 नट आउट क्यानाडा विरुद्ध रहेको थियो। त्यसैगरी अर्का खेलाडी रहेका छन् भीम सार्की। 25 इनिङमा 703 रन बनाएका उनी 31.95 को ब्याटिङ एभरेजमा रन बनाउने गर्दछन्। 3वटा अर्धशतक साथसाथै एउटा शतक बनाएका उनको हाइएस्ट स्कोर भने 101 रहेको छ। त्यसैगरी अर्का खेलाडी रहेका छन् दिपेन्द्र सिंह ऐरी। 56 म्याचमा 948 रन बनाएका उनको ब्याटिङ एभरेज भने जम्मा 18.96 मात्र रहेको हुँदा पछिल्लो आउँदो सिरिजमा उनी लयमा आउनेछन् भन्नेमा विश्वास गर्न सकिन्छ। अब बोलिङको कुरा गर्दा सन्दीप लामिछाने 56 म्याचमा 121 विकेट 4.44 को इकोनोमीमा बोलिङ गर्दछन् भने उनको बेस्ट बोलिङ फिगर भने 11 रन दिएर 6 विकेट रहेको छ। त्यसैगरी सोमपाल कामी 61 इनिङमा 79 विकेट लिएका उनको बोलिङ इकोनोमी भने 5.13 को रहेको छ। साथै उनको बेस्ट बोलिङ फिगर भने 5 विकेट लिएर 33 रन दिएका थिए। त्यसैगरी सिरिजमा आउने अर्का खेलाडी रहेका छन् ललित नारायण राजवंशी। 29 इनिङमा 41 विकेट लिएका उनी 3.81 को इकोनोमीमा बोलिङ गर्ने गर्दछन् भने 5 विकेट 20 रन दिएर 5 विकेट लिनु उनको ओडिआई इनिङमा अहिलेसम्मकै बेस्ट बोलिङ फिगर रहेको छ। र अन्त्यमा आउनेछन् रिजन ढकाल। धेरै ओडिआई इनिङ नखेले पनि उनले टिममा राम्रो इम्प्याक्ट पार्नेमा अपेक्षा गर्न सकिन्छ। बेस्ट बोलिङ फिगरमा उनको 1 विकेट दिएर 34 रन उनले लिएका थिए। हस् त साथीहरू, आजको लागि यति नै। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला भन्दै